फागुन 21 गतेको निर्वाचनले पुराना दलहरूलाई 5 वर्ष प्रतिपक्षमा बसेर सच्चिन र जनतासँग जोडिन सबक सिकाएको छ र नयाँ दललाई राजनीतिक स्थायित्व कायम राख्दै विकास र सुशासनको प्रत्याभूति दिलाउन सुविधा र सम्मानजनक जनादेश दिएको छ। त्यसैले जनमतको कदर गर्नु होला। मलाई आशा छ कि सबैजना यस कुरालाई गम्भीरतापूर्वक लिनेछन् र हाम्रो लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै अगाडि बढ्नेछन्। भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गरौँ। भदौ 23 र 24 गतेको जेनजी आन्दोलनको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषी सबैलाई कडाभन्दा कड़ा कारबाहीको दायरामा ल्याउनु पर्दछ। नयाँ सरकार बनेको 24 घण्टा नबित्दै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरियो, जसमा कार्की आयोगको प्रतिवेदन नै सार्वजनिक गरिएको छैन। यो घटनाले धेरै प्रश्नहरू खडा गरेको छ। त्यति मात्रै होइन, प्रतिवेदन निष्पक्ष त छैनन् नै। भदौ 23 को घटनाको मात्रै उल्लेख गरिएको छ, त्यसमा पनि अत्यन्तै त्रुटिपूर्ण कुराहरू उल्लेख गरिएको सामाजिक सञ्जाल भरि छरिएको छ। अहिले प्रतिपक्ष दल विशेष गरी नेकपा एमालेले यसलाई प्रतिशोध भनेको छ र सरकारले शहीद परिवारलाई न्याय दिएको भनेर ओठे जवाफ मात्रै दिने गरेको छ। राजनीतिमा कसैले प्रतिशोध नसाधौं, मिलेर देश विकास गरौँ। इतिहास गल्ती र भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट बनौँ। हामी मिलेर नै हाम्रो राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सक्दछौँ। राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन। त्यसैले हामीले सधैँ धैर्यता राख्नुपर्छ र परिस्थिति अनुसारको निर्णय लिनुपर्छ, किनकि